काँधमा एउटा सानो झोला, खुट्टामा साधारण चप्पल र अनुहारमा सधैँ झुल्किरहने त्यो आत्मीय मुस्कान। उमेरले 8 दशक पार गरिसक्दा पनि पाल्पाका भिराला पाखाहरूमा उहाँको पाइला रोकिएको छैन। उहाँ अर्थात् काजुमासा काकिमी, जसलाई पाल्पालीहरूले दशकौँदेखि नामले होइन नाताले चिन्छन्, ओक्के बाजे। जापानको टोकियो जस्तो अत्याधुनिक सहरमा जन्मिएका काकिमी 31 वर्ष अघि पर्यटक बनेर नेपाल आउँदा सायद कसैले सोचेका थिएनन् होला यो मान्छे एक दिन यहीँको धुलो मैलो गरिबीसँग आफ्नो भाग्य जोड्न आइपुग्नेछ। तर पाल्पाको विकट ग्रामीण परिवेश र त्यहाँका मानिसहरूको सरल व्यवहारले उहाँलाई यसरी बाँधिदियो कि उहाँले जापानको सुख सुविधा मात्र होइन, आफ्नै परिवार र आफन्त समेत भुल्नुभयो। ओक्केबाट सुरु भएको ममताको साइनो। सुरुका दिनमा नेपाली भाषा नबुझ्दा बालबालिकाहरूले सोधेका हरेक कुरामा मुन्टो हल्लाउँदै ओक्के भन्ने उहाँको त्यही एउटा शब्द आज पाल्पाको पहिचान बनेको छ। सुरुमा भाषा नबुझेर ओक्के भनेको थिएँ, अहिले त यहाँका मान्छेको मन बुझ्ने भएँ, उहाँ हाँस्दै भन्नुहुन्छ। आज उहाँ जापानी भाषाभन्दा स्पष्टसँग नेपाली र स्थानीय मगर भाषा बोल्नुहुन्छ। वर्षअगाडि ट्रेकिङको लागि नेपाल आएको, त्यसपछि धेरै विभिन्न समस्या हेऱ्यो। समस्या हेरेपछि एउटा गाउँमा बस्दाखेरि धेरै समस्या हेरेर केही मैले गर्ने सक्छ कि सोचेको यो पहिलाको एउटा के भन्छ चान्स थियो। राका छन् ने जीवन पहिला शिक्षा आले। उहाँका लागि जापान अब केवल एउटा सम्झना मात्र हो, तर पाल्पाको माटो, वर्तमान र भविष्य। पेन्सन र सम्पत्ति सबै नेपाली बालबालिकाकै नाममा ओक्के बाजेले आफ्नो जीवनभरको कमाई र जापानबाट पाउने पेन्सनको एक पैसा नेपालका विद्यालय, स्वास्थ्य चौकी र खानेपानीका लागि खर्च गरिसक्नु भएको छ। उहाँले बनाइदिएका 200 भन्दा बढी विद्यालयका भवनहरूमा आज हजारौं बालबालिकाहरू आफ्नो भविष्य कोरिरहेका छन्। उहाँ आफू सामान्य कोठामा बस्नुहुन्छ, साधारण दाल भात खानुहुन्छ, तर कसैले म गरिब भएँ, पढ्न पाइन भन्दै आँखा रसाएर आएमा उहाँको मन पग्लिहाल्छ। उहाँ विदेशी भएर पनि हाम्रा लागि भगवान बन्नुभयो। एक स्थानीय वृद्ध भन्छन्, आफ्नै सन्तानले नहेर्ने यो जमानामा जापानी बाजेले हाम्रो आँखाको ज्योति फर्काइदिनु भयो, गाउँमा पानी ल्याइदिनु भयो। यहीँको माटोमा विलिन हुन पाऊँ। केही समय अघि रामपुरमा गरिएको भव्य नागरिक अभिनन्दनमा ओक्के बाजे निकै भावुक देखिनुहुन्थ्यो। उहाँको हजारौं उपस्थितिमा उहाँले भन्नुभयो, म जापानी शरीर लिएर आए पनि मेरो आत्मा नेपाली भइसकेको छ। मलाई मेरो देश जापान जान मन छैन, यही पाल्पाकै माटोमा अन्तिम सास फेर्न चाहन्छु। नेपाल सरकारले उहाँको योगदानको कदर गर्दै मानार्थ आवासीय भिसा दिएको छ, तर उहाँका लागि त्यो कागजको टुक्राभन्दा ठुलो सम्मान स्थानीयले दिने बाजे भन्ने पुकार हो। जापानी काजुमासा आज पाल्पाको एउटा यस्तो जीवित इतिहास बन्नुभएको छ जसले सिकाउनु भयो कि सेवा गर्नलाई एउटै रगत हुनु पर्दैन, केवल एउटा सफा मन भए पुग्छ।